आज मानिसको हातमा भएको मोबाइल केवल डिभाइस होइन, यो अब मानिसको सोच नियन्त्रण गर्ने माध्यम बनिसकेको छ। हामीले सोच्ने हरेक कुरा, हेर्न चाहेको भिडियो, किनमेल गर्ने सामान, यहाँसम्म कि हाम्रो भावना र विचार समेत एआईले बुझ्न थालेको छ। अब प्रश्न यहीँनिर खडा हुन्छ, के एआईलाई हामीले चलाइराखेका छौँ वा एआईले हामीलाई? के एआईले हाम्रो जीवन सहज बनाइराखेको छ वा बिस्तारै हाम्रो मनोविज्ञानलाई परिवर्तन गरिराखेको छ? नमस्कार साथीहरू, स्वागत छ तपाईँले हाम्रो च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्दैछौँ प्रविधिको तीव्र विस्तार र साइकोलोजी अफ एआई बारे। केही समय पहिले मानिसहरू सूचना पाउन टिभी, पत्रिका आदिमा निर्भर थिए, तर आज मोबाइलबाटै 1 सेकेन्डमा संसारभरिका सूचना एकैछिनमा थाहा पाउन सकिने अवस्था बनिसकेको छ। आज विद्यार्थीले होमवर्क गर्न एआई प्रयोग गरिरहेका छन्। शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन लगायतका हरेक क्षेत्रमा अहिले एआई प्रयोग भइरहेको छ। एआईले मानिसको अनुहारदेखि खुट्टाको पैतालासम्म सबै थोक परिवर्तन गरिदिन्छ। हामीलाई केही चाहिँदा च्याटजिपिटी, गुगल आदि प्रयोग गर्छौँ, 1 सेकेन्डमै सबै उत्तर पाउँछौँ। एआईले हामीलाई यतिसम्म आकर्षण गरिसक्यो कि एउटा सानो कुराको निर्णय लिन एआई प्रयोग गर्नुपर्ने अवस्था बनिसकेको छ। एआईले मानिसको भावनासँग खेलिरहेको छ। मानिसले एआईलाई आफ्नो दिमागभन्दा बढी विश्वास गर्ने अवस्था बनेको छ। सबै थोक एआईले परिवर्तन गरिरहँदा कुन वास्तविक र कुन एआई निर्मित भन्ने कुरा छुट्याउन गाह्रो हुने अवस्था सिर्जना भइसकेको छ। हुन त अहिलेको विश्व प्रविधिसँगै चलिरहेको छ। प्रविधिको विकासमा एक अर्को देशको चर्को प्रतिस्पर्धा बढिरहेको छ। आज एक देशले एउटा प्रविधि बनाउँछ, भोलि अर्को देशले अर्कै बनाउँछ। यस्तो अवस्थामा प्रविधिको प्रयोग बढ्नु स्वाभाविकै हो। अहिले विश्वका सबै देशहरूमा प्रविधिको तीव्र विकास भइरहेको छ र त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ। टेक्नोलोजीले जीवन सजिलो बनाएको छ, तर यसको असर हाम्रो मानसिकतामा पनि पर्न थालेको छ। एआई केवल मेसिन होइन, यो मानिसको बिहेभियर बुझ्ने प्रणाली हो। जब हामी टिकटक, युट्युब चलाउँछौँ, एआईले हामीलाई कुन कन्टेन्ट मनपर्छ भनेर सिकिरहेको हुन्छ। हामी कति समय भिडियो हेर्छौँ भन्ने कुरा पनि एआईले थाहा पाउँछ। त्यस्तै हामी कुन कुरामा रियाक्ट गर्छौँ, के खोज्छौँ भन्ने सबै कुरा एआईले विश्लेषण गरिरहेको हुन्छ। यसले हाम्रो ध्यान, सोच्ने शैली, निर्णय गर्ने बानी र इमोसनमा समेत प्रभाव पार्न सक्छ। आज कयौँ मानिसहरू मोबाइल बिना बस्नै नसक्ने अवस्थामा पुगेका छन्, किनभने एआई पावर एप्सहरू हाम्रो एटेन्सन लामो समय राख्न डिजाइन गरिएका हुन्छन्। आज मानिसहरू एआई च्याटबोटलाई आफ्नो साथी, गुरु वा प्रेमी जस्तै ठानेर आफ्ना गोप्य कुराहरू सेयर गरिरहेका छन्। मेसिनको कृत्रिम सहानुभूतिले एक्लोपन त महसुस कम गरेको छ, तर यसले वास्तविक सामाजिक सम्बन्धलाई भने कमजोर बनाइरहेको छ। एआई हाम्रो साथी हो। एआईले शिक्षालाई सजिलो बनाएको छ, काम छिटो गराएको छ, नयाँ रोजगारी सिर्जना गरेको छ, क्रिएटिभिटी बढाएको छ र थुप्रै अवसरहरू सिर्जना गरेको छ। विश्वमा अहिले सबै क्षेत्रमा एआई प्रयोग भइरहेको छ। एआई सही तरिकाले प्रयोग गर्दा मानिसको लागि ठुलो अवसर हो, तर टेक्नोलोजीको गलत प्रयोग खतरनाक पनि हुन सक्छ। आज सोसल मिडिया एडिक्सन बढिरहेको छ, फेक न्युज फैलिरहेका छन्, डिप फेक भिडियो बन्न थालेका छन्। मानिसहरू वास्तविक जीवनभन्दा भर्चुअल जीवनमा बढी गइरहेका छन्। अहिले एआईले तनाव, डर, चिन्ता, डिप्रेसन बढाइरहेको छ। एआईले सुविधा त दिएको छ, तर मानिसलाई निर्भर पनि बनाइरहेको छ। एआईले अहिले रोजगारीका अवसर पनि थपेको छ, भित्रभित्र बेरोजगारी पनि बढाइरहेको छ। मान्छेले गर्ने सबै काम प्रविधिले गर्दा मान्छेहरू प्रविधिले गरेको काम ठुलो हेरेर बस्नुको कुनै विकल्प नभएपछि अर्को ठुलो समस्यामा परेका छन्। वास्तवमा भन्नुपर्दा प्रविधि आफैमा राम्रो वा नराम्रो भन्ने विषय होइन, यो त मानिसको प्रयोग गर्ने कुरामा भर पर्ने विषय हो। अहिले विश्वमा प्रविधि मैत्री प्रतिस्पर्धा बढिरहेको छ। यस्तो बेला प्रविधिसँगै अगाडि बढ्नु आवश्यक छ। एआई अब भविष्य होइन, एआई त वर्तमान भइसक्यो। त्यसैले एआईको प्रयोगसँगै हामी अगाडि बढ्न आवश्यक छ। तर सबै कुरामा एआईको प्रयोग गर्नु भने चुनौतीपूर्ण बन्न सक्छ। त्यसैले आफ्नो रचना र क्षमता सँगसँगै एआईको प्रयोग गरेर अगाडि बढ्नु भने उत्तम हुन सक्छ। तपाईँलाई के लाग्छ? एआईले मानिसलाई बुद्धिमान बनाइराखेको छ वा मानिसलाई प्रविधिमा निर्भर बनाइराखेको छ? आफ्नो विचार कमेन्टमा लेख्न नछुटाउनुहोला। साथै भिडियो मन परेमा लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। हामी अर्को भिडियोमा भेटौँला। धन्यवाद।